आत्महत्या गर्ने अवस्थामा मान्छे पुग्नु भनेको त्यो चाहिँ एउटा हामीले आम मानिसले बुझ्नुपर्ने कुरा के छ भनेपछि अब आत्महत्या भनेको मान्छेले आफ्नो जीवनको अन्त्य गर्न चाहनु भनेको चाहिँ अत्यन्त विषम मानसिक अवस्थामा मात्रै मानिसहरूले आफ्नो जीवन त्याग्नु नै उत्तम ठहर्ने अवस्था हो भनेको मतलब मानिसको जीवनमा भोग्ने सबभन्दा अप्रिय अवस्थाहरूको एउटा त्यसमा मात्रै मान्छेले आफ्नै जीवन आफैले सचेत रूपमा नै अन्त्य गर्नलाई चाहने भनेको अत्यन्त विषम परिस्थिति हो र त्यो चाहिँ त्यसलाई हामीले बुझ्न कसरी पर्छ भनेपछि यो स्वास्थ्यको मानसिक स्वास्थ्यको एउटा समस्या हो भन्ने प्रकारले बुझ्न चाहिँ अत्यन्त जरुरी छ। अब त्यसलाई हाम्रो समाजमा चाहिँ विभिन्न प्रकारले अब पहिला धार्मिक दृष्टिकोणले हेर्ने दृष्टिकोणहरू फरक छन्, सामाजिक दृष्टिकोणमा त्यसलाई हेर्ने तरिकाहरू फरक छन्, तर हामीले एउटा मानवीय दृष्टिकोणबाट हेर्नुपर्छ। आत्महत्याको अवस्थामा पुगेको मानिस भनेको उसको मनमा उसको दिमागमा उसले भोग्न परेको एउटा असह्य पीडादायी अवस्था हो भन्ने एउटा मानवीय दृष्टिकोण राख्न जरुरत छ र त्यो अवस्था भनेको हाम्रो मानसिक स्वास्थ्यमा आएको एउटा अत्यन्त दर्दनाक अवस्था हो भन्ने कुरा बुझेर ऊ एउटा मानसिक स्वास्थ्य समस्याबाट पीडित मानिस हो भन्ने प्रकारले हामीले बुझ्न जरुरत छ। त्यसकारण अब यसलाई चाहिँ अब यहाँ हाम्रो नेपालको सन्दर्भमा आत्महत्या हुँदाखेरि अब बढी सामाजिक दृष्टिकोण चाहिँ केले गर्दाखेरि मानिस आत्महत्या गर्यो अथवा कसको कारणले अब चाहिँ उसले आत्महत्या गर्यो भन्ने प्रकारको कानुनी दृष्टिकोणहरू अनुसन्धान गर्नपट्टि बढी ध्यान गएको हुन्छ। अब मानिस तर एउटा उसले त्यस्तो गर्ने किसिमको अवस्थामा पुग्नु भनेको एउटा बिरामी एउटा पीडित मान्छे रहेछ र उसलाई उपयुक्त किसिमको सहायता पाए कि पाएन त्यो उसको लागि त्यस्ता किसिमको मानिसहरूलाई चाहिने उपयुक्त स्वास्थ्य सेवाहरू पाउने सरकारले अथवा हाम्रो समाजमा विकास भएको छ कि छैन भन्ने पट्टि हामी कम ध्यान दिँदछौँ। त्यसकारण मैले प्रमुख रूपमा भन्न खोजेको ध्यान आकर्षण गर्न चाहेको कुरा के हो भने आत्महत्या गर्ने प्रयास गर्नु अथवा आत्महत्या गरेको अवस्थामा पुग्नु भनेको यो मानसिक स्वास्थ्य सेवामा चरम आघात पुगेको अवस्था हो। यो चाहिँ बिरामीको अवस्था भनेर बुझ्नु पर्दछ। त्यही अनुसारले नै हामीले समाजले त्यसलाई बुझ्नु पर्दछ। त्यसकारण त्यसलाई एउटा मानवीय दृष्टिकोणले बुझ्न जरुरत छ र कुनै पनि आत्महत्याको अवस्था हुँदाखेरि त्यसको कानुनी पक्षको अनुसन्धानहरू भन्दा पनि त्यस्ता किसिमका मानिसहरूले त्यो आत्महत्या गर्ने घटनालाई कम गर्न सकिन्थ्यो कि सकिँदैन थियो, प्रिभेन्सन गर्न सकिन्थ्यो कि सकिँदैन थियो र उनीहरूलाई आवश्यक पर्ने सहयोगहरू समाजमा छ कि छैन, समाजले कस्तो प्रकारले व्यवहार गरेको भए अब त्यस्तो कुराहरू हुनमा कम हुन्थ्यो भन्ने कुराहरूप्रति हाम्रो बहस केन्द्रित हुनुपर्छ र हाम्रो ध्यान त्यतापट्टि पनि केन्द्रित हुनुपर्छ। मानसिक रोग विशेषज्ञको रूपमा हामीले भन्नुपर्दाखेरि आत्महत्यालाई के भन्छ भने चाहिँ अब बढेको भन्दाखेरि अब बढेको चाहिँ देखिन्छ। यो आधुनिक जीवनशैलीहरूले गर्दाखेरि पनि हरेक एउटा मानिसले अनुभूति गर्ने आफ्नो जीवनप्रति जीवनलाई कतिको चाहिँ सुखदायी सन्तुष्ट मानिराखेको छ। धेरै समस्याहरू छन् कि धेरै तनावपूर्ण छन् कि भन्ने सन्दर्भमा आधुनिक जीवनशैली चाहिँ त्यति चाहिँ व्यवस्थित सन्तुलित भइराखेको अवस्था चाहिँ छैन। आधुनिक जीवन पद्धतिमा धेरै किसिमका समस्याहरू तनावहरू चिन्ताहरू बढिराखेको सन्दर्भमा आत्महत्याका कुराहरू पनि बढेको एउटा अवस्था हो र निश्चित रूपमा केही अध्ययनहरूले चाहिँ युवा अवस्थाको उमेरमा हुने मृत्युको कारणहरूमा एउटा प्रमुख कारण चाहिँ आत्महत्याले लिएको छ। यसकारण अब हामीले समग्रमा भन्नुपर्दाखेरि यो समस्यालाई जनस्वास्थ्यको एउटा प्रमुख समस्या भनेर बुझ्नु पर्यो, एउटा प्रमुख कारण र मूल कुरा। दोस्रो कुरा मैले के भन्न चाहन्छु भनेपछि अब यसका विभिन्न सामाजिक परिस्थिति आधुनिक जीवनशैली अब हाम्रो आर्थिक सामाजिक विभिन्न किसिमका अवस्थाहरूले पनि त्यसलाई गरेको छन्। तर एउटा म मानसिक रोग विशेषज्ञको तर्फबाट भन्नुपर्दाखेरि आत्महत्याको बारेमा भन्नुपर्दा के भन्न जरुरत छ भने
आत्महत्यालाई मूलतः मानसिक स्वास्थ्य समस्याको रूपमा लिनुपर्ने हुनाले किन हामी त्यसो भन्छौँ भनेपछि आत्महत्याको घटनालाई हेर्ने हो भने राम्रोसँग केलाएर विश्वको स्तरबाट केलाएर हेर्ने हो भने मूलतः अब यो स्टडीहरूमा अलि फरक त छ, तर पनि 60-70% 90%सम्म पनि आत्महत्याको घटनामा चाहिँ मानसिक रोगको भूमिका छ भनेर भन्ने गरिन्छ। र त्यसमा पनि मानसिक रोगका विभिन्न रोगहरूमध्येमा पनि अब डिप्रेसन भन्ने रोग चाहिँ नि सबभन्दा बढी मानसिक रोगहरूमध्येमा सबभन्दा बढी अझ आत्महत्या गर्ने कुरामा भूमिका खेल्नेमा चाहिँ डिप्रेसनलाई भनेर भनिन्छ। यसकारण अब दोस्रो प्रिभेन्सनको कुरा गर्दाखेरि अब यसलाई रोकथाम गर्ने कुराहरूको बहसहरू चलाउँदाखेरि आत्महत्याको बारेमा एउटा प्रमुख कुरा समाजले चाहिँ के बुझ्न सक्नु पर्यो भनेपछि मानसिक स्वास्थ्य समस्या भएका मानिसहरूको लागि आवश्यक पर्ने सेवा उपचार विशेषज्ञ जनशक्ति छ कि छैन, त्यस्तो किसिमको सेवाको सिस्टम प्रणालीहरू जाने सबैजना काठमाडौँ मात्र आउनुपर्ने हो कि हाम्रा गाउँघरमा पनि हाम्रा जिल्ला स्तरका केन्द्रहरूमा पनि मानसिक स्वास्थ्य सेवाका आधारभूत सेवाहरू पाउनुपर्छ भन्ने कुरा चाहिँ मूल कुरा चाहिँ हो कि किनभने आत्महत्या मूल रूपमा मानसिक स्वास्थ्यको कारणले हुन्छ। मानसिक स्वास्थ्य सेवालाई सम्बोधन गर्नको लागि उपयुक्त किसिमको सेवाहरूको विकास हुन पर्यो। त्यति उनीहरूलाई हेरविचार गर्नको लागि आवश्यक पर्ने जनशक्ति उत्पादन छ कि छैन, त्यो किसिमको परिपाटीहरू सिस्टमहरू अब चाहिँ विकास भएको छ कि छैन, औषधिहरू उपलब्ध छ कि छैन र त्यस्तो किसिमको मानिसहरूलाई बिरामी अब एक्युट स्ट्रेसमा परेको बेलामा आत्महत्या गर्ने के प्रयास गरेको मानिसहरूलाई पनि एउटा स्वास्थ्य समस्या भएको मानिसको मानसिक स्वास्थ्य समस्या भएको मान्छेको रूपमा राखेर उपचार गर्ने त्यस्तो किसिमको सिस्टमहरू हामी कहाँ विकास भएको छ कि छैन हो, त्यसमा चाहिँ ध्यान दिनु जरुरत छ। र अब चाहिँ अब विभिन्न अब आत्महत्याका घटनाहरूलाई प्रिभेन्सन गर्नको लागि केही सामाजिक रूपमा अब मिडियाको स्तरमा पनि अब कदमहरू चाल्दाखेरि त्यसलाई कम गर्न सकिन्छ भन्ने छ। त्यो पनि त्यतापट्टि पनि ध्यान दिन जरुरत छ। जस्तै भनौँ न अब मिडियामा अखबारमा टिभीमा एउटा राम्रोसँग विचार नपुर्याइकन देखाइएका सिनहरूले गर्दाखेरि विशेष गरेर सेलिब्रिटीहरूले गरेका कुराहरूलाई विभिन्न कुरामा ध्यान नदिकन अलिकति सचेतता नभएको कमी भएको प्रकारले त्यसलाई प्रस्तुति गरिदिँदाखेरि अब सजिलोसँग कपी गर्ने इमिटेट गर्ने युवाहरूलाई चाहिँ त्यसले ठुलो चाहिँ असर गरिदिन सक्छ। यसकारण अब समाजका विभिन्न तबकाहरूले पनि मानसिक स्वास्थ्य समस्यालाई कम गर्नको लागि हरेकले आफ्नो तर्फबाट भूमिका खेल्न सक्दछन्। त्यसमध्येमा मिडिया एउटा ठुलो प्रभावकारी एउटा माध्यम मानिसको चेतनामा असर गर्ने एउटा भएको हुनाले त्यसमा पनि मिडियामा लाग्ने मानिसहरूले पनि त्यसको बारेमा उपयुक्त जानकारी उपयुक्त निर्देशन उपयुक्त त्यो कुराहरू लिन जरुरत छ। त्यस्तो किसिमको घटनाहरूलाई कसरी प्रस्तुत गर्ने भन्ने सम्बन्धमा पनि त्यसका धेरै कुराहरू जाने छन् हैन, त्यो पनि अपनाउनु जरुरत छ। त्यस्तै प्रकारले अब सजिलोसँग अब औषधि पाउने किसिमको साइकोट्रोपिक ड्रग्सहरू पाउने त्यो चाहिँ नियन्त्रित हुन सक्नु पर्यो। त्यता कुरामा पनि ध्यान दिएर कम गर्न सक्ने कुराहरू हुन्छन्। गाउँघरमा चाहिँ नि अब इन्सेक्टिसाइडहरू कीटनाशक पदार्थहरू खेतीपातीमा प्रयोग गर्ने कुराहरू छन्, त्यो चाहिँ नि त्यसलाई पनि अत्यन्त नियमन र व्यवस्थित गर्दाखेरि चाहिँ जोसुकैले अब आत्महत्या गर्न चाहने मान्छेले सजिलोसँग त्यो लिन सक्ने किसिमको अवसर हुनु भएन। जसलाई चाहेको हो यो परिपक्व मान्छेहरूले मात्र लिन पाउने, अब सबै केही चिज कागजपत्रहरू राखेर मात्रै सर्टेन ठाउँमा मात्रै आदि कुराहरू विभिन्न भन्दाखेरि त्यो पनि भयो। अर्को कुरो चाहिँ नि आत्महत्या गर्न चाहने मान्छेहरू चाहिँ नि हरेकले चाहिँ उसको साथी हुन्छन्, परिवारका सदस्य हुन्छन्, त्यो कहिले पनि एकैचोटि चाहिँ त्यो निर्णय गरेर आत्महत्या गरेको हुँदैन। त्यसको एउटा पृष्ठभूमि हुन्छ। उसले जहिले पनि हामी मानसिक रोग विशेषज्ञहरूले हामी के भन्छौँ भने चाहिँ त्यस्तो मान्छेले कमसेकम पनि एकपल्ट त्यो गर्नुभन्दा पहिला चाहिँ नि मनोचिकित्सकमा गएर अथवा कुनै चिकित्सकमा गएर आफ्नो समस्याको बारेमा के अरे दुखेसोहरू पोखेका हुन्छन्
तर चिकित्सकहरूले अथवा मनोचिकित्सकहरूले यदि सही प्रकारले समस्यालाई बुझ्न सकेन, आत्महत्याको अवस्थामा पुगेको मान्छेहरूलाई अब कति कुराले गर्दाखेरि ल्याप्स हुन गयो, एप्रोप्रिएट ध्यान दिन सकेन, अथवा अब त्यो प्रोफेसनल मान्छेको कुरा छाडौँ, साथीभाइ घर परिवारको मान्छेहरूलाई पनि कुनै न कुनै प्रकारले केही हिन्टहरू दिएको हुन्छ के उनले कुराकानीहरू गर्दाखेरि, आफूलाई लागेको अनुभवहरू सुनाउँदाखेरि। अब अलिकति त्यो बारेमा, त्यसका लक्षणहरूको बारेमा थाहा पाउने हो भने, अलिकति सचेत भइदिने हो भने साथीभाइले पनि, परिवारका सदस्यहरूले पनि, सहपाठीहरूले पनि यसलाई त उहाँलाई त अब उनलाई त अब डिप्रेसन भयो जस्तो छ, उनलाई चाहिँ नि अब छिटो चाहिँ नि अब आवश्यक सरसल्लाह र उपचारको लागि चिकित्सकमा जान जरुरत छ भन्ने किसिमको, अथवा उनलाई चाहिँ नि अलिकति सान्त्वना दिने, ढाडस दिने, उनलाई चाहिँ उनलाई कुनै किसिमले हेल्प गर्ने किसिमको कसैले, साथीभाइले, सहपाठीहरूले, परिवारको सदस्यहरूले, समाजमा कुनैले पनि त्यसो गर्दाखेरि पनि एकदमै त्यस्तो कुराहरूमा कम गर्नलाई मद्दत पुग्न सक्छ। यसकारण समाजका यो आत्महत्याको समस्याको बारेमा चेतना जाग्न जरुरत छ। यसलाई आत्महत्याको घटना हुँदाखेरि त्यसलाई कानुनी दृष्टिकोणहरू मात्रै हेर्ने दृष्टिकोण समाजले राख्नु हुँदैन। समाजका हर सदस्यले त्यसलाई सहानुभूतिपूर्वक मात्र होइन, मानवीय दृष्टिकोणले हेर्न जरुरत छ। त्यो एउटा पीडामा परेको, एउटा चरम पीडामा परेको मान्छेको समस्या हो भन्ने प्रकारले बुझ्न जरुरत छ। हरेक मान्छेले कुनै न कुनै प्रकारले उसलाई चाहिँ आवश्यक सरसल्लाह दिएर, आवश्यक ढाडस दिएर, आवश्यक हेल्प गरेर हरेक मान्छेले समस्यालाई न्यूनीकरण गर्नमा हात बढाउन सक्छ। त्यस्तै प्रकारले मिडियाले पनि अब आफ्नो भूमिका खेल्न सक्ने ठाउँहरू हुन्छन् र मूल रूपमा आत्महत्याको बारेमा बुझ्दाखेरि मानसिक स्वास्थ्य सेवाको उपयुक्त जाने व्यवस्था भयो भने पनि आत्महत्याको घटनालाई न्यूनीकरण गर्नलाई ठुलो मद्दत पुग्दछ। अब पहिला तपाईँहरूले थाहा पाउनु भएको होला, हाम्रो समाजमा मानसिक रोग लाग्यो भने राँची लैजाने भनेर भनिन्थ्यो होइन। अब पहिलाको जस्तो अवस्था त छैन। हाम्रो देशमा पनि मानसिक रोग विशेषज्ञहरू प्रशस्त मात्रामा उत्पादन भएको अवस्था छ, तर उपयुक्त ढाँचाको मानसिक स्वास्थ्य सेवा दिने प्रणालीको विकास नहुँदाखेरि यो सेवाहरू केन्द्रीकृत भएको छ। अब दूरदराजका ठाउँहरूमा पनि अब उपलब्ध हुन सक्ने तरिकाहरू, विधिहरू चाहिँ छन्, त्यतापट्टि चाहिँ सरकारले ध्यान दिन चाहिँ एकदमै जरुरत चाहिँ छ।